हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई न्यू ब्लग। आज म ठुलोको घरमा गइरहेको छु र कम्प्युटर क्लास पनि छैन आज, त्यही भएर आज भेटघाटको लागि भनेर गइरहेको छु। अटो पनि पुगिसक्यो। अटोले अघि नै घरदेखि निकाल्दाखेरि फोन गरेको थिएँ। मेरो मोबाइल पनि बनाउनु पर्ने भएकोले अगाडि चाहिँ लार्मिने उत्रि। फाइनली मोबाइल पनि बन्यो। मोबाइलको स्विच अफ गर्ने बटन बिग्रेको थियो र मोबाइलवाला दाइले नयाँ बटन हालिदिनु भयो। मोबाइल पनि पश्चात सिधै ठुलोको घरको लागि निक्लिएमा गर्मी धेरै भएको कारणले मास्क लगाएर जानु परेको थियो। मैले पुग्दा छोरी बसिरहेको थियो र छोरीको लागि फर्को लगाएको थिएँ। रोटी खुवाएँ। केही एकछिन बसेँ। दादा भाउजू हुनुहुन्थ्यो। दादा भाउजूसँग गफगाफ गरेँ। त्यसपछि म रिटर्न आइहालेँ। बिहेमा जानुपर्ने भएको हुनाले छिटै आइहालेँ र बिहेमा गएँ। खानासाना खाएँ। सबै साथीहरू आउनु भएको थियो। डान्स गऱ्यो, रमाइलो गऱ्यौँ। डान्स गर्दा गर्दा पसिनाले पुरै थुरुक्क भागेर पछि घर आइहालेँ। थ्याङ्क यू सो मच फर वाचिङ। बाई।